एक समयको कुरा हो। रमेश नामको एक युवक थियो। उसले सधैँ सबैलाई मद्दत गरिरहन्थ्यो। अर्काको दुःख सुन्ने, काममा साथ दिने र कहिल्यै कसैलाई अप्ठ्यारोमा छोड्दैनथ्यो। तर जब रमेशलाई आफैलाई मद्दतको आवश्यकता पर्यो, त्यो बेला कसैले पनि उसको साथ दिएन। रमेशलाई आर्थिक समस्या र अरू धेरै समस्याले च्याप्न थाल्यो। उसले आफ्नो मित्रहरूलाई फोन गर्यो, तर कसैले जवाफ दिएन। उसले सहयोग माग्दा सबैले भन्थे, अहिले सक्दिन, पछि बोल। दिन बित्दै गयो। रमेशले महसुस गर्यो कि उसको जीवनमा सबैभन्दा ठूलो दुःख भनेको मद्दतको आशामा परेर धोका खानु थियो। एक दिन रमेशले आफ्नो मनलाई थामेर यस्तो निर्णय गर्यो, अब म आफूलाई बलियो बनाउँछु। रमेशले कठिन मेहनत गर्यो, सानो कामबाट सुरु गर्यो र धैर्यपूर्वक आफ्नो जीवन बनाउँदै गयो। अन्ततः रमेश सफल भयो। तर जब उसको सफलताको खबर गाउँभर फैलियो, सबैले उसलाई सहयोग गर्न खोज्ने र सहयोग माग्नेहरू धेरै थिए। र उसले सबैलाई एकै कुरा भने, जब मसँग केही थिएन, मैले तपाईहरूसँग सहारा मागे, तर मैले सहारा पाइन। तर त्यो दिनलाई सम्झेर म आज तपाईहरूलाई सहायता नगर्ने होइन, तर सहायता गर्ने व्यक्ति बनेको छु। मोरल: जब आफूलाई सबैले छोड्छन्, तब आफ्नो आत्मबलले नै तपाईलाई अघि बढाउँछ। र जब तपाईँ सफल हुनुहुन्छ, सबैले साथ दिन्छन् र खोज्छन्। तर साच्चीकै साथ भनेको मुस्किलमा साथ दिने हो। तपाईले हिजो गरेको दुःखलाई सम्झेर अरूलाई पनि सहायता गर्नुपर्छ।